ल हामी चाहिँ अहिले नुवाकोटको बेलकोट गढीमा आएको छौँ। खासमा हामी चाहिँ यहाँ महादेवलाई दर्शन गर्न आएको हो। चिम्टेश्वर महादेवलाई दर्शन गर्न आएको र त्यो साथसाथै हामी यहाँ बेलकोट गढी पनि घुम्दैछौँ। यो चाहिँ नुवाकोटको टावर हो। हेर्नु नुवाकोटको टावरको चाहिँ कस्तो हालत छ भन्दाखेरि एकदम सिसाहरू सब फुटेको छ। सबै हेर्नु फोहोर एकदम अव्यवस्थित छ। यहाँ चाहिँ ल हेर्नु भित्रबाट सबै देखाउँदैछु मैले सबै। ल अब यो पुरै म्यानेजमेन्ट भयो भने कति राम्रो देखिन्छ त यो टावर। ल यो चाहिँ फर्स्ट आइएम एकैछिन है। ल हेर्नु कति राम्रो माहौल छ यहाँनिर, तर एकदम व्यवस्थित चाहिँ छैन। यहाँनिर सबै फुटाएको छ, टुटाएको छ सबै कुराहरू। कति राम्रो छ टावर चाहिँ। यही टावरलाई म्यानेजमेन्ट गर्ने हो भने ल ढोका हेर्नु यहाँ पुरै फुटेछ। यो अर्को फ्लोर। अब यही टावरले गर्दाखेरि पनि कति हाम्रो पर्यटकहरू आउँथे होला नि। ल ढोकामा आइ कस्तो छ। तर बाटो चाहिँ नि अलि डेभलप गर्नु पर्यो। बाटो मेन टुरिज्म बढ्ने भनेको बाटोले हो। बाटो नै एकदम हाम्रो काठमाडौँको त्यो भ्यू टावर भन्दा पनि राम्रो छ। ल हेर्नु ल